नेपालले रच्यो फेरि अर्को इतिहास। हिजो सम्पन्न भएको नेपाल र नेदरल्यान्डको बीचको आइसिसी वर्ल्ड कप लिग 2 को म्याचमा नेपालले नेदरल्यान्डलाई 16 रनले स्तब्ध बनाएको हो। हिजो भएको म्याचमा नेपालले टस हारेर पहिला ब्याटिङको निम्तो पाएको थियो। नेपालको ओपनिङ ब्याटिङ सधैँझै फ्लप भयो। कप्तान रोहितले 60 बल खेलेर 35 रन मात्र बनाए। नेपाली ओडिआई फर्म्याटका ब्याटिङका मेरुदण्ड भन्दा पनि फरक नपर्ने आरिफ शेखले 85 बल खेलेर 84 रन बनाएर महत्त्वपूर्ण पारी खेलेर नेपाललाई 236 रन बनाउन सफल भयो। त्यसपछिको सेकेन्ड इनिङमा पहिलो सफलताका रूपमा नन्दन यादवले आफ्नो अन्तर्राष्ट्रिय ओडिआईमा डेब्यु गर्दा पहिलो र नेपालका लागि पहिलो विकेट लिए। यससँगै नेपाली बोलिङका मेरुदण्ड सन्दीप लामिछानेले 3, नन्दन यादवले 3, ललित राजवंशीले 2, कुशल भुर्तेल र करण केसीले 1-1 समान विकेट लिएर 220 रनमा नेदरल्यान्डलाई रोक्न सफल भए। यसैगरी अहिले नेपाललाई हेर्नुपर्दा पोइन्ट टेबलमा 12 अङ्कका साथ 7औं स्थानमा रहेको छ। आगामी दिनका लागि पनि नेपाली क्रिकेट टिमलाई शुभकामना। यदि तपाईँ हाम्रो यस च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।